हेलो गाइस, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि पनि तपाईँहरूले मेरो ब्रान्ड न्यू ब्लगमा स्वागत छ। अनि आज चाहिँ हामी अब सबैजना मिलेर होइन कहाँ जान आँटेको, बुधबारे घुम्न जान आँटेको। कहाँ जान आँटेको हामी भन्देऊ। लु हाम्रो भान्जी यहाँ टिकटक बनाइरहेकी छिन्, भन्देऊ न रिएक्सन। अनि हाम्रो यहाँ कान्छी सानी भान्जी छिन्, यता हेर न हौ, यहाँनिर छिन्। यता भन, आज कहाँ जाने? घुम्न भन न, भन न। भाइरल झोलुङ्गे पुल जाने अरे, त्यो हामीलाई थाहा छैन होइन, र पनि अब जानुपर्ने हुन्छ। हामी कस्तो छ घुम्नुपर्ने हुन्छ गाइज। अब चाहिँ हामी टक्क लाएर हिँड्न आँटेको छौँ होइन। अनि उता बिना चाहिँ चाबी लाउँदै हुन्छ घरमा। अनि त भान्जी आउँदैछिन्, दिदी पनि आउँदै हुन्छ। अनि यहाँको सानी भान्जी छिन्, आउँदैछ, हिँड्दैछिन्। हिलो भनिदेऊ, हेलो भनिदेऊ न, हाई भनिदेऊ न, हाई भनिदेऊ न। ल अब हामी जान आँटेको छौँ भाइरल पुल, झुलुङ्गे पुल अरे। अनि कता कता अरे। अनि हामी चाहिँ हिजो उत्रेकै ठाउँ हो होइन यहाँनिर। अब यहाँबाट फेरि चढ्नु पर्ने हुन्छ हामीले म्याजिक, अनि जानुपर्ने हुन्छ हामी चाहिँ होइन। अहिले यहाँनिर म्याजिकलाई पर्खेको, म्याजिक आउँदै आएन, आए पनि भर्री भएको मात्रै आयो। अनि अब त्यो अटोमा जाने विचार गरौँ। अनि अटोलाई फोन गरेर बोलाएको छौँ। अब हामी यहाँ बस्नुपर्ने हुन्छ। यहाँ भतिजा अलरेडी बसिसकेको छ। अनि उता बसिराख्नु भएको छ आन्टीहरू, दिदीहरू। उता भान्जी आउँदैछन्। अब हामी कहाँ अरे, बुधबारे घुम्न जानुपर्ने हुन्छ। बुधबारे एक्सप्लोर ब्लग। ल हाम्रो चाहिँ अब यहाँनिर दुईवटा अटो गुटुङटुङ आइपुगिसकेको छ। ल हाम्रो अटो आइसकेको छ यहाँनिर दुईवटा। ल हामी छिनिसकेको छौँ। अन्छे चाहिँ उता बरको अटोमा छ। अनि यहाँनिर सबैजना हुनुहुन्छ, आधी उता हुनुहुन्छ, आधी यता छौँ। अनि यता हाम्रो अङ्कल। हामी चाहिँ यहाँनिर, यो कहाँ हो ठाउँ? कालीखोला। हजुर, कालीखोला। कालीखोला यही हो। ए अनि यहाँनिर चाहिँ राम्रो ठाउँ रहेछ, जङ्गल जङ्गल छैन वरिपरि, बिचमा रोड छ, एकदम राम्रो ठाउँ रहेछ, हेर्नु सक्नुहुन्छ। यो ठाउँहरू चाहिँ तपाईँले टिकटकमा देख्नुभएको होला होइन। यो चाहिँ भाइरल ठाउँ अरे। यहाँनिर त्यो भाइरल रुख, त्यो रातो फुल्ने होइन, सिरिस, त्यो यहाँनिर रातो फुल्ने ठाउँ मैले पनि देखिरहेको थिएँ। देख्न चाहिँ यही ठाउँहरू यो चाहिँ म चाहिँ यहाँ फर्स्ट टाइम आइरहेको छु। हाम्रो चाहिँ झोलुङ्गे पुल जाने बाटो चाहिँ अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ हामीले। हामी चाहिँ ठ्याक्कै आइपुगिसकेको छौँ अब भाइरल पुल भन्ने ठाउँमा। तिमीहरूले मलाई जित्यौ त हामीलाई। अरे भाइ यस्तो बवाल ठाउँ छ नि गाइस, अरे यस्तो बवाल भ्यू देखिरहेको छ नि यहाँबाट। यो बिचको यो ठाउँ छ नि, यो मेरो रियाक्सन हुन सक्नुहुन्छ, यस्तो बवाल छ नि गाइस। यो परको यो बिचको यत्रो ठाउँ छ नि, यो सबै खोला थियो क्या। अहिले सबै खोला थियो, अहिले खोला बग्न छोडेर हो कि के हो। मैले जस्तो एक्सपेक्ट पनि राम्रो देखेको छ मैले नि देखेको छ। मैले जति एक्सपेक्ट गरेको थिएँ नि त्यो भन्दा राम्रो छ क्या, त्यो राम्रो छ। म झुलुङ्गे खोला भइदियो त नि, उताभित्र झुलुङ्गे पुलमा चढ्नुपर्छ हामी। यस्तो बवाल छ नि, रियल लाइफमा त्यति मजाले, क्यामेरामा त्यति मजाले देखिँदैन कि, झन् यस्तो एन्ड्रोइड मेरो गुफोमा त्यति मजाले देखिँदैन कि। तपाईँ रियल लाइफमा आएर हेर्नु भएको छ भने यति बवाल छ नि यार। आहा, हो त्यो चढेर जान्छौँ हामी। यहाँबाट हामीले चढ्नुपर्ने हुन्छ, सिँढी चढेर जानुपर्ने हुन्छ झुलुङ्गे पुलमा। अहिले जिब्रो निकालेको होइन यहाँ चाहिँ बवाल। अरे यार, आहा यस्तो राम्रो ठाउँ छ। हामी पक्न सँगै जानुपर्छ। क्या बवाल छ यार, यस्तो बवाल छ नि यार। यस्तो छ ठाउँ, बवाल छ यार। ए रिङ्गटा लगाएको मलाई खोला रह नि, त्यहाँ हेर्न कत्रो ठुलो खोला खोला चाहिँ रहेछ कि तर सुकेको रह, सुकेको रहेछ क्या। त्यो
जङ्गल किस्नुहुन्छ है हामीलाई किस्नुहुन्छ है हामीलाई तर रुख भएको ठाउँमा सबैतिर खोला त्यो बाँसघारीमा साला पहिलो खोला रहेछ क्या सबै एकदम राम्रो ठाउँ रहेछ गाइस यहाँनिर भएको यस्तो बवाल लाग्यो नि मलाई बुइनी कहाँ आई बुइनी कहाँ आई मजा आयो आयो हेलो यहाँ हेर हामी चाहिँ यही झोलुङ्गे पुलमा चाहिँ यति लामो छ काट्नलाई मतलब तर्नलाई पनि धेरै बेर लागिरहेछ होइन अनि हामी जाँदैछौँ यहाँनिर यहाँ फोटो खिच्दै हुन्छ आन्टीहरू अनि त्यहाँबाट चाहिँ भ्यू बबाल देखिरहेको छ होइन यस्तो बबाल देखिरहेको छ नि भ्यू आहा हामी चाहिँ अझै पनि पुल तरिसकेको छैनौँ धेरै लामो छ होइन अनि यहाँ भान्जीहरू हुँदैछन् अनि उता मान्छे नुहाउँदैछन् जाने हो भाइ नुहाउन टुक्क एक्स्ट्रा लिएर आउनु पर्ने रहेछ थाहा भएन नि त गाइज हामी चाहिँ होइन अब माथि जान्छौँ उतानेरि अनि यो बाटो उतै तल खोलामा जान्छौँ सानो खोला छ त्यहाँनिर ठिक्कको खोला छ अब त्यहाँनिर जान्छौँ माथि डुलुम सुरुमा तल जानुपर्छ अनि बबाल ठाउँ छ यार एकदम दामी ठाउँ लागिरहेछ मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ यहाँनिर अब हामी सुसाइड पोइन्ट पनि जाने भन्दैछ सुसाइड पोइन्ट अझै माथि अरे हामी चाहिँ बल्ल बल्ल अब लगभग टपमा पुगिसकेको छौँ झुलुङ्गे पुलको हामीले यत्रो पुल तरेर आएको छौँ वहाँदेखि दिदीहरू अझै उता हुनुहुन्छ ओइ मुना दिदीको हालत पत्ली भइसक्यो अब हामी अझै जानुपर्ने हुन्छ अब हामी यहाँ तल पनि जाने भनेर सोचिरहेको छौँ यहाँबाट झन् बबाल भ्यू देखिँदो रहेछ है फाइनली अब हामी आइपुगिसकेको छौँ यहाँनिर आइपुगिसक्यौँ हामी लु आइपुग्यौँ फाइनली अब यहाँदेखि भ्यू झन् कडा देखिरहेको छ हामी अब यताबाट भ्यू हेर्ने यता आउँदैछौँ ओए बबाल मस्त यार हामीले चिकाइज यहाँनिर दिदीले कोला किनिसक्नु भएको छ अब माथि गएर खानुपर्ने हुन्छ हामीले यत्रो कोला खाने यहाँनिर तँले मैले त फर्स्ट टाइम देखेको यत्रो मोटो कोला हामी चाहिँ यत्रो मोटो कोला खाँदैछौँ यहाँनिर बसेर गाइज हामी चाहिँ होइन अघि पुलदेखि तल खोला देखिरहेको छ नि हो त्यही खोलामा जाँदैछौँ त्यहाँ दुईजना मान्छे जाँदैछ अनि त्यहाँ मान्छे छ बाटो छोड है अब एकदमै ओह्रालो झरी जानुपर्ने हुन्छ हामीले बाटो चाहिँ भ्यू चाहिँ यस्तो छ यहाँबाट ओ के गरेको नखाल अनि योबाट जानुपर्ने हुन्छ हामीले सक्छौँ नि डर लाग्दैन नि हामी चाहिँ यताबाट घुम्न अल्छी लागेर हामी यहाँबाट सर्टकट जान आँटेको छौँ अन्त बिस्तारै जाने 1 मिस गेम फिनिस हो नि भन्छ फेरि उता सानो मन्दिर पनि रहेछ बिस्तारै ग्रिप बनाएर आऊ है कतापट्टि बाटो हो आइज भान्जीहरू तिमीहरू उतैबाट आऊ डर लाग्यो बहिनीलाई म त्यही त आएको हामी चाहिँ यहाँ भिरमा छौँ यहाँदेखि एकचोटि झऱ्यो भने 1 मिस गेम फिनिस हो अनि त्यही त गर्ने त हिँड्न बिस्तारै जा है तर तिनीहरू कहाँ ओ यहाँबाट चाहिँ मरिन्छ मान्छे गाइज म राख्छु ल यहाँबाट बी केयरफुल भएर जानुपर्छ हामी चाहिँ गाइज होइन भिरबाट झरेका छौँ उहाँ त्यहाँबाट हेर्दै हामी त्यत्रो माथिबाट यहाँ आइपुगिसकेको छौँ अनि चाहिँ यसले जुत्ता खोल्छ चिप्ल्यो भनेर मैले चाहिँ खोलेको छु यस्तो चिप्लो छ नि यस्तो ओह्रालो छ पुरै ओह्रालो छ उहाँ सानो एउटा मन्दिर छ अनि हामी त्यो मन्दिर उतो बाटो निस्केर जान आँटेको तल खोलै पुग्ने फेरि राखेको ल ठाउँमा म राखेर निकाल्दै खिचिरहेको छु उयो ठुलो रुख हुँदै जाने हो
म भ्लग बनाउँदै हिँड्यो भने लड्छ त्यही भएर म गोजीमा राखिरहेको छु फोन होइन। ठाडोबाट आउँदैछौँ आइसक्यौँ तल अझै तल जानु छ हामी उहाँ झुलुङ्गे पुल छ ऊ त्यो चाहिँ त्यहाँ जुत्ता लाउन थाल्यो त्यहाँनिर जुत्ता लाउनु थाल्यो त्यो चाहिँ खुट्टा पिल्छ अरे अनि हाइकिङ भयो यार फुल एडभेन्चरस भयो रहेछ होइन ढोकीमा हामीले अब यताबाट यता पनि निस्ला हौ यता ए होइन रहेछ घन्टी बजाउँ न यहाँ ओम नमः शिवाय हामी चाहिँ गाइज होइन जाँदैछौँ हिँड्दैछौँ अहिले जाने भएछौँ भिर यत्रो लामो बाटो माथि छ होइन त्यही बाटोबाट आएको हामी नभए यहाँ बाटो चाहिँ छ यस्तो होइन तर हामीलाई धेरै ढिलो हुन्छ भनेर हामी के अरे भिरबाट आयौँ होइन के यहाँबाट चाहिँ सजिलो हुन्छ है रुख हो नि हौ कत्रो रुख रहेछ हौ मोटो यहाँबाट जाने वाट अ भ्यू यार नाइस वाट अ भ्यू यहाँ चाहिँ घाट रहेछ यहाँ हामी खोला जाँदैछौँ मान्छेहरू चाहिँ त्यहाँबाट यति सानो सानो देखिराख्नु भएको नि झुलुङ्गे पुल त्यहाँ छ त्यो मान्छेहरू यति सानोदेखि कमी जस्तै देखिराख्नु भएको कस्तो पसिना आयो यार हामीले सर्टकट लिएको थिएनौँ भने अहिले पनि हामी बाटोमै हुन्थ्यौँ यहाँनिर आम्मामा थोडा ठुलो ठुलो ढुङ्गा त छैन त उहाँ हेर्न कत्रो ढुङ्गा खोला चाहिँ यही हो गाइज यहाँ बाढी चाहिँ आउँदो रहेछ त्यो पानी हो यहाँ बाढी बर्खाको बेलामा चाहिँ बाढी आउँछ अरे ठुलो ठुलो अहिले चाहिँ आएको छैन सानो छ खोला ढुङ्गा कत्रो कत्रो खायो त्यहाँनिर भ्यू चाहिँ यस्तो छ राम्रो बबाल छ भ्यू ओ मागु टुरुला यस्तो चिसो पानी छ नि यो सिधै पाहाडबाट आएको पानी हो यार हामी अहिले पाहाडमै छौँ जस्तो लागिरहेको छ मलाई यहाँदेखि फिक्कल कति 28 भन्न आएछ 27 किलोमिटर कि 25 किलोमिटर मात्रै छ फिक्कल यहाँदेखि चिप्लो चिप्लो ढुङ्गा रहेछ यहाँनिर पानी चाहिँ बबाल चिसो छ ओ माई गड पेन्ट भिज्यो माया कसम पेन्ट भिज्यो यार सेट गाइज यहाँनिर यस्तो ठुलो ठुलो बबाल ढुङ्गा नि नजाउँ म यहाँदेखि उता बाख्राहरू चढ्दैछन् धेरै टाढा नजाउँ ढिलो हुन्छ माथि पनि पुग्नु छ थाहा होला नि जाउँ 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 यहाँ ढुङ्गा राम्रो खोजौँ अनि एउटा लगौँ न बरु हामी चाहिँ गाइज अब अघिको ठाउँ अघि जुन बाटो आएको त्यो बाटो नजाने होइन यतै अघि सुरुमा जुन ठाउँमा आएको त्यो ठाउँबाट जान्छौँ तिनीहरू जान्छौँ यति यो बाटो वारीपट्टि नै पारिपट्टिबाट दिदीहरू जानुहुन्छ भेट देख्छु म त हामी उता दिदीहरूलाई हो छोडिदिउँ हामी जाउँ हामीले फेरि हाम्रो टाढा जानुपर्छ नि त घुमेर जानुपर्छ हिँड अब हामी हिँडिसकेको छौँ अब दिन ढल्दै गयो जाडो हुँदै गइरहेछ हल्का हल्का जाडो भयो हामी चाहिँ अब अर्कै ठाउँ अर्को पार्टीबाट आइरहेछौँ यता यस्तो छ बाटो हाइकिङ भयो पुरै यस्तो गल्यो नि यस्तो छ बाटो यस्तो सिधा यस्तो गलिरहेछौँ यो बाटो चाहिँ कस्तो थाहा छ यहाँको यता सिधा फेरि यता अनि फेरि यस्तो अनि यस्तो छ घुमाउरो बाटो छ क्या सिधै जाँदाखेरि मिल्ने खालको छैन घुमेर जानुपर्छ सिधै गयो भने उकालो भिर चढ्नुपर्छ यहाँ चाहिँ खानेपानी रहेछ होइन नेचुरलबाट कहाँबाट निस्केको नेचुरली त्यहाँ हजुरबाट सोधेको खानेपानी हो भन्नु पनि खाएर हिँडिरहेको छौँ हिँड अब हामी फेरि यति धेरै टाढा हिँड्छ नि यत्रो उकालो बाटो छ जाउँ 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 ओ यस्तो बबाल जङ्गल छ राति आयो भने चाहिँ मरिन्छ डर लागेर यहाँबाट पनि पानी बग्दो रहेछ बर्खाको बेलामा पानी छ ऊ माथि हेर त्यही पानी त यतातिर बग्छ यो चाहिँ लट्ठी टेक्दै हिँडिरहेछ आया हामी चाहिँ अब लगभग पुगिसक्यौँ बाटो हिँड्न सक्नुहुन्छ तपाईँहरू आफै यति उकालो छ त्यो देख्दाखेरि मजाले त्यस्तो उकालो देखिँदैन यति उकालो छ नि यहाँनिर उयो भइरहेछ खुट्टाले जवाब दिइरहेछ म हिँड्न सक्दिनँ भनेर हाम्रो यो डिसिजन एकदम गलत थियो
गलत भन्दा सही सही पनि गलत गलत थियो कि तर वसुल भयो क्या तल भ्यूहरू हेरेर यत्रो हिँड्नु पर्थ्यो सर्टकट छ त उ त्यो हेर सर्टकट छ भगवा त्यो पनि सजिलो यस्तो भिड छ यस्तै बाटोबाट आएको हामीहरू तल झर्दाखेरि अघि योभन्दा यति रुख थियो भने त झन् मजा नि गाइज हामी चाहिँ ठ्याक्कै अघि गएको पुलमा तलनेरि छौँ माथिबाट हिँड्दै हुन्छ मान्छेहरू हामी तल छौँ भाइ यार यस्तो बबाल भ्यू छ हामी चाहिँ यहाँ बस्थ्यौँ यहाँनिर नजारा हेर्दै मस्त बबाल देखिरहेछ हामीले तेनामा भान्जीहरूलाई देखिसकेको छौँ यहाँनिर देख्न सक्नुहुन्छ यी दुइटा हिँड्दै गरेको भान्जीहरू हो अनि दिदी भिनाजहरू उता आउँदै हुन्छ हामी चाहिँ अहिले यो अब झुलुङ्गे पुल घुमिसकेर फर्किँदैछौँ अब सुसाइड पोइन्टतिर जाँदैछौँ सबै घुमिसकेको छौँ अब हामीले अब हामी जाँदैछौँ सुसाइड पोइन्टतर्फ जाँदैछौँ यहाँ खाँदै हुन्छ सुसाइड पोइन्टतिर गएर खाउला चटपटे कि ल ल उतै गएर खाऊ जाउँ अब सुसाइड पोइन्टतिर हामी चाहिँ अँध्यारै भयो त हौ यहाँ त्यस्तै हुन्छ ए मौसम यस्तै हो ए अहिले उता बसेको घाम लागिरहेको हुन्छ यहाँनिर चाहिँ हामी अब 5 मिनट छ अरे सुसाइड पोइन्ट पुग्नको लागि अनि हामी अब हिँड्दै जाँदैछौँ यहाँनिर चाहिँ बगैँचा रहेछ दिदीहरू चाहिँ उहाँ आउँदै हुन्छ त्यता चाहिँ पछाडि हुँदा त्यो सब अल्छी मान्छे हामी चाहिँ सब जहाँ गरिलो हामी चाहिँ सुसाइड पोइन्ट आइपुगिसकेको छौँ त्यो भ्यू टावर हो कि क्या हो त्यहाँनिर चाहिँ भ्यू हेर्ने ठाउँ टावर रहेछ त्यहाँनिर यही हो सुसाइड पोइन्ट हामी चाहिँ यति आएको छौँ भिनाजु म अन्से अनि बहिनी अरू सबै तल हुनुहुन्छ कति मजाले फलेको रहेछ कोपी गाइस अहिले चाहिँ हामी होइन यहाँनिर जाँदैछौँ के अरे यो सुसाइड पोइन्टको यहाँ माथि चढ्नको लागि जाँदैछौँ आइसक्रिम खाँदै खाँदै भतिजी यहाँनिर छ अरू आउनु भएन उनीहरू खाजा खाँदै हुन्छ चढौँ अब यहाँ कस्तो रहेछ भ्यू हेर्न उयो बवाल छ हेर्न त्यहाँ त रुखले काटेको रेलिङ यस्तो छ यहाँ हेर्नुहोस् यहाँदेखि हरि सूर्य हेर्ने ठाउँ त्यहाँदेखि अहिले चाहिँ यस्तो दामी भ्यू हेर्दै हामी स्ट्रिम खाँदैछौँ ए एक्सट्रिम हामी चाहिँ बसिरहेको छौँ भ्यू हेर्दै मस्त त्यो घरहरू कस्तो बवाल कतिवटा एउटा दुईवटा तिनवटा चारवटा मात्रै गर्दैछ फोटो अहिले चाहिँ हामी यहाँ माथि थियौँ होइन अनि यो चाहिँ सुसाइड पोइन्ट सुसाइड गर्ने ठाउँ अरे होइन ओए मर्ला से सुसाइड गर्ने ठाउँ अरे यहाँनिरबाट भ्यू कस्तो देखिन्छ हेरौँ त ओरे महाकसम ओए भाग यार हेरे कि हामफालीसँग चाहिँ मर्दिनस् बवाल भ्यू छ कि भ्यू चाहिँ तर यहाँ सुसाइड पोइन्ट अरे कतिजना मरिसक्यो होला नि यस्तो बवाल छ भ्यू यहाँ चाहिँ अहिले चाहिँ गाइज हामी ठ्याक्कै यहाँनिर बसिरहेको छौँ यो सुसाइड पोइन्टनिर हावा खाँदै बसिरहेको छौँ होइन अब जान्छौँ होला हामी यहाँनिर यो के गर्दैछ यहाँबाट भ्यू नजारा हेर्दै हामी बसिरहेको छौँ उता घाम पोइन्ट घुमेर निस्किसक्यौँ अब हामी घर जान्छौँ अब हामी घर तर्फ लागिसकेका छौँ घुमफिर गरेर थाकेर गलेर हिँडेर भन न हो अति थाक 7 किलोमिटर अहिले चाहिँ हामी मेन रोडमा आइपुगिसकेको छौँ अब यहाँबाट गाडीमा चढेर बुधबार जानुपर्ने हुन्छ होइन अब चाहिँ ओह्रालो हुन्छ बाटो ओह्रालो अघि आउँदाखेरि त उकालो 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 आएको थियो नि त अब 7 किलोमिटर छ अरे यहाँदेखि 4 किलोमिटर यहाँदेखि गाडी यहाँ चाहिँ गाडी नभेटेर तनाव यति बस्नुपर्छ जस्तो लागिरहेछ होइन गाडी भेटेन अघि आउँदा चाहिँ अटोमा आएको थियौँ अब गाडी नै भेटेन यार गाडी हामी चाहिँ हिँड्दै चल्दैको 7 किलोमिटर छ बुधबारे हामी जहाँसम्म पुग्छौँ दिदीहरू आउनुहुन्छ अनि हामीलाई लिएर जानुहुन्छ
हामी कहाँसम्म पुग्दो रहेछौँ हेरौँ न अब पैसा त छ हामीसित पनि छ यही अटोमा आउनु रहेछ वेट आँट्छौँ यहाँ ए यहीँ आँट्छु म ए यी पनि आएको छ अगाडि त हुँदैन ल जाउँ ए हामी भेट्यो धन्न यत्रो हिँडेर आयो 1 किलोमिटर हिँडेछौँ हामी चाहिँ अब घर आइपुगिसकेको छौँ होइन अब भ्लग इन्ड हान्नुपर्ने हुन्छ मैले धेरै लामो हुन्छ नि त थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब